सो साथीहरु तपाईहरुले यो भिडियो चाहिँ सामाजिक सञ्जालमा चाहिँ अहिले एकदमै तीव्र रूपमा चाहिँ भाइरल भएको देख्नु भएको होला। यो चाहिँ हाम्रो सुर्खेतको वीरेन्द्रनगरमा चाहिँ नगर प्रहरीले चाहिँ गरेको यो क्रूर व्यवहार यो चाहिँ सही छैन है साथीहरु। किनभनेपछि आफ्नो छोराछोरीको पेट पाल्नको लागि यसरी काफल बेचिरहेको एकजना आमाको चाहिँ यसरी काफल घोप्टाइदिने चाहिँ राम्रो कुरा हैन। यो भिडियो हेर्दाखेरि चाहिँ मलाई पनि आफूलाई पनि नराम्रो लाग्यो, एकदमै नराम्रो लाग्यो साथीहरु हैन। तर आमाले के गल्ती गर्नु भएको थियो होला, त्यो गल्तीलाई चाहिँ अब राम्ररी सम्झाएर बुझाएर यस्तो नगर्नु यस्तो गर्नु भनेर चाहिँ भन्न सकिन्थ्यो होला। आमाले चाहिँ त्यो काफल चाहिँ कति दुःख गरेर टिपेर ल्याएर चाहिँ 2-4 पैसा हुन्छ कि भनेर चाहिँ बेच्नु भएको होला। 2-4 पैसा कमाएर चाहिँ छोराछोरीलाई चाहिँ केही गर्नको लागि चाहिँ बेच्नु भएको होला हैन। यी आमालाई चाहिँ नगर प्रहरीको प्रमुखले चाहिँ नगरपालिकामा बोलाएर चाहिँ क्षतिपूर्ति स्वरूप चाहिँ 10,000 रुपैयाँ दिएको रहेछ। यो कुराले चाहिँ पछि चाहिँ होस् क्षतिपूर्ति चाहिँ पाउनु भयो। मैले पाएको यो क्षतिपूर्ति चाहिँ एकदमै खुसी पनि लाग्यो पछि सुन्दाखेरि। र नगर प्रहरीले चाहिँ केही यस्तो कदमहरू चाल्नु भन्दा अगाडि चाहिँ केही ध्यान दिएर कसरी हुन्छ यो कुरालाई चाहिँ सचेत नागरिकको हिसाबले चाहिँ अलिकति ध्यान दिएर हैन, मानवताको हिसाबले चाहिँ अलिकति यस्तो कामहरू गर्ने बेलामा चाहिँ आमालाई चाहिँ सम्झाएर पनि हुन सक्थ्यो जस्तो चाहिँ लाग्छ है मेरो विचारमा चाहिँ। आमालाई चाहिँ यसो 2-4 शब्द भनेर चाहिँ आमा यस्तो हो भनेर चाहिँ सम्झाएर चाहिँ गर्न सकिन्थ्यो होला हैन। नगर प्रहरीले चाहिँ त्यो व्यवहार गरेको चाहिँ एकदमै नराम्रो छ हैन। यो चाहिँ म चाहिँ नगर प्रहरीको चाहिँ प्रमुखलाई चाहिँ म चाहिँ यो ध्यान आकर्षण गर्न चाहन्छु। किनभनेपछि यो चाहिँ एकदमै क्रूर व्यवहार हो र यस्तो कामहरू गर्ने बेलामा चाहिँ अलिकति ध्यान दिएर कसरी हुन्छ जनतालाई चाहिँ अलिकति भनौँ न शास्ति नभोग्ने तरिकाले चाहिँ गर्दाखेरि चाहिँ राम्रो होला। र म चाहिँ अब नबोलौँ भन्ने भइरहेको थियो यो विषयमा। अब यस्तो देखिन्छ हैन साथीहरु, देखेपछि अब बोल्नै पर्छ। र यो चाहिँ नगर प्रहरीले चाहिँ एकदमै ध्यान दिनुपर्छ यस्तो कुराहरुमा चाहिँ। किनभनेपछि अब जनताको लागि जनताको सेवा गर्न बसेको नगर प्रहरीले चाहिँ जनतालाई नै यसरी चाहिँ क्रूर व्यवहार गरेको चाहिँ एकदम सही हुनेवाला छैन। थ्यांक यू फर वाचिङ।